अन्डा पनि छ है काँचो अन्डा होइन सिमेको अन्डा छ है तातो पनि छ अरे अनि खाना पर्ने हो एउटा मात्रै अन्डा चाहिँ के हुँदैन होला यसले त ल यो गेम चाहिँ कसरी हुन्छ भने अगाडि खाने मान्छे चाहिँ अगाडि बस्नुहुन्छ होइन अनि खाने जो हुनुहुन्छ उहाँको चाहिँ हात पछाडि हुन्छ अनि त्यसपछि जो साथी हुनुहुन्छ जसले चाहिँ खुवाउँदै हुनुहुन्छ उहाँ चाहिँ पछाडि उभिनुहुन्छ है अनि त्यसपछि उहाँको चाहिँ आँखा चाहिँ मार्क चाहिँ छोपिन्छ हामीले चाहिँ नाकमा लाउने मात्रै हाल्छ हामी आँखा लाउँछौँ अनि उहाँको आँखा छोपेको हुन्छ अनि जुन साथीको चाहिँ हात पछाडि हुन्छ नि त्यो साथीको चाहिँ हात चाहिँ अगाडि साथीको हात बनेर चाहिँ यसरी छोडाएर उहाँलाई खुवाउनु पर्ने हुन्छ है देखाउनु पर्ने म एकचोटि हामी देखाइदिन्छौँ है त जस्तै उहाँ चाहिँ खाने हुनुहुन्छ है त उहाँ चाहिँ खाने व्यक्ति हुनुहुन्छ म चाहिँ खुवाउने व्यक्ति खुवाउने व्यक्तिको चाहिँ आँखामा यो लागेको अनि पछाडिको चाहिँ हात यसरी आउनुपर्छ उहाँको हात बन्छ है अनि त्यसपछि उहाँ जो पछाडि हुन्छ उहाँको चाहिँ आँखा छोपेको हुन्छ उहाँ चाहिँ छोडाएर उहाँलाई खुवाउनु पर्ने हुन्छ है बुझ्नुभयो त अब चाहिँ पछाडि बस्नु मिल्छ होला पातलो हुन्छ किनकि खुवाउने त माथि छैन त्यस मुखमा ल्याइन्छ ल है त को खाने को खुवाउने डिसाइड गर्नु होला त्यसपछि हामी टाइम पनि हेर्नेछौँ जसले चाहिँ फर्स्टमा खाइसक्नुहुन्छ मुख गर्दाखेरि मुखमा चाहिँ के पनि हुनु भएन है त एकदम चाँडो खानु पर्यो खानेले पनि अहिले जस्तो ठिक हुन्छ अनि उहाँले सुनिरहेको है ल रोमान्टिक्स गेम हुने भयो त ल हात बाँध्नु कारण चाहिँ मिस्टेकले अगाडि आउनु सक्छ होइन किनकि सबैलाई जित्न मन लाग्छ है सबै खाइसक्नुपर्छ मुख गर्दाखेरि पानी खान पाएन सकेपछि खानु पाएँ पानी लास्टमा है छोडाउनु त पर्यो भनेपछि मात्र है हुन्छ रेडी हुनुहुन्छ त म टाइमर राख्छु एकैछिन है जस्तै फर्स्टमा खाइसक्नु भयो उहाँले जित्नु भयो है त रेडी 1 2 3 गो छिटो 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 बोक्रा चाहिँ नखाइदिनु होला बिचरा आफ्नो साथीलाई छिटो छिटो यता त खुवाइसक्यो अन्डा मनपर्छ फेरि दुईटा आइदिनु होला
छिटो टाइम छैन होला सायद नानी आउँदै हुन्छ नानी आउनुभएको छैन उहाँको लागि त गइरहेछ आइसक्यो यता पनि बोलाउनु पर्छ सविता प्रसाद अब गेमको नियम त थाहा भइसक्यो तपाईँहरूलाई सुरु भनेपछि 1 2 3 सुरु चाँडो खानुहुन्छ दिदी बहिनीले जोस् छिटो हाम्रो समय चाहिँ